सीसीटीभीहरु के लिएर गएर रहेछ नि त्यो हजुरबाट 2 महिना अगाडिको कुरो भनिरहेको छ हो हजुर अनि त्यसपछि त्यो चाहिँ खासमा उतापटिको रहेछ के भन्छ 1.5 महिना अगाडि चाइनिजको उजुरी पर्या रहेछ हजुर त्यो उजुरी त्यही रिजन लुट्या रहेछ नि त त्यहाँ त लुट्या रहेछ अनि त्यो लुटेको आधारमा चाहिँ खासमा त्यो छानबिन गर्नलाई त्यो सीसीटीभीहरु लिएर जानु भएको रहेछ तर अब त्यो त कन्टेन्ट भएन नि त तर सुदन गुरुङ आयो त्यसपछि सुदन गुरुङले प्रहरीले उनीहरूले के गरेर भनेको छ सुदन गुरुङ युवतीसँग हामी पारिवारिक हाम्रो साथीभाइहरूसँग हामी गएको हुन्छौँ होइन हामी कतिवटा ठाउँहरू हामी जान्छौँ कुन ठाउँमा अब हामी के खान्छौँ होला के गर्छौँ होला त्यो पारिवारिक आफ्नो सम्बन्धहरू हुन्छ त्यहाँ होइन साथीभाइहरू हुन्छ होइन त्यही पनि त्यतिखेर त त्यो नाकाको लागि गएको थियो नाकामा के गर्नुपर्छ कि भनेर गएको थियौँ हामी त सबैजना हामी 4-5 जना गएको हो तर अब त्यहाँ चाहिँ आज मेरो विचारमा त्यो रिजोर्टले त्यो पनि निकाल्यो भनेर सुनिरहेको थिएँ विज्ञप्ति निकालेछ कि उनीहरूको कर्मचारीलाई धम्काएर रहेछ तर्साएर रहेछ यो भन त्यो भन भनेर त्यो मिडियाले भनेर रहेछ कि त्यस्तो नि भनेर रहेछ मिडिया नै तपाईँमाथि हावी भइरहेको छ अहिले अब यस्तो छ क्या यस्तो भयो कतिजना मिडियाहरू अब कतिजना मिडियाहरू चाहिँ अब पार्टीबाट छन् त कतिजनाहरू त पार्टीबाट फन्डेड छन् होइन त्यो पार्टीको त्यो गरेको मात्र हो कि त्यो कार्यकर्ताहरू हुन् कि पत्रकार होइन कि पत्रकार भन्छ स्वच्छ हुन्छ नि त यस्तो कहाँ गति छाडा हुन्छ त नि होइन स्वच्छ हुन्छ नि पत्रकार हुन्छ कहाँ त्यस्तो एउटा क्लिक बेट जस्तो बनाएर सुदन गुरुङ युवतीसँग भनेर त्यसरी त होइन एउटा कस्तो नराम्रो शब्द वर्ड तपाईँले याद गर्नु भएको छ कोड गर्नु भएको छ अनि त्यो कोड गरेको छु मैले त्यो सबै कुराहरू चाहिँ त्यो विषयवस्तुहरू चाहिँ हामीले अहिले प्रेस काउन्सिलमा गएर हामीले उजुरी दिन्छौँ अब यो चाहिँ अति नै भयो नि त अब त होइन किनभने अब धेरै गर्नु पनि हुँदैन क्या मान्छेलाई क्या म त चुप्लाएर बस्नु सक्ने मान्छे चाहिँ होइन खासमा तर अब एउटा जनताको प्रतिनिधि हुँदै गर्दाखेरि कति कुरा सहनुपर्छ भन्ने मैले बुझाएको छु कि अहिलेदेखि नै सहने जेनजी आमदेखि सहिरहेको अहिलेसम्म सहिरहेको छौँ तर अब चाहिँ सहने अवस्थामा चाहिँ हामी छैन यस्तो भयो मान्ने चाहिँ अन्त्यतिर एउटा क्वेसन जस्तै हजुरले गृह मन्त्रालय सम्हाल्दै गर्दाखेरि र सांसद हुँदै गर्दाखेरि तपाईँले त्यति बेला नै सम्पत्ति चाहिँ स्पष्ट राखिदिएको भए राम्रो हुन्थ्यो नि मान्ने चाहिँ यो जनताको चाहना छ क्या कहाँ मिस्टेक गर्नुभयो सुदन गुरुङले भन्नुहुन्छ तपाईँकै समर्थकहरूले अनि यस्तो हुन्छ तपाईँको होइन हामी अब पहिला यस्तो भनौँ न अब एउटा नेतागिरी गर्दै हिँड्ने हामीहरू अब त्यही अब राजनीतिमा लाग्ने भएको भए चाहिँ हामीले क्लियर कुरा थाहा हुन्थ्यो होइन कसरी लेख्नुपर्छ के गरी लेख्नुपर्छ अब हामी त अब मेनली धेरै जस्तो कुराहरू त हामीले अरूलाई दिन्छौँ नि अकाउन्टेन्टलाई दिन्छौँ हामीले जिम्मा तपाईँको फाइनेन्स तपाईँले हेर्नु सक्छ तपाईँले सक्दैन तपाईँको आफ्नो अकाउन्टेन्टहरू होला अडिट गर्ने अडिटर होला होइन त्यही अनुसारमा हामीले राख्ने हो क्या अब उनीहरूको त अब पहिला नैको त उहाँहरू अब जिन्दगी नै राजनीति गर्छु भनेर अब कति सम्पत्ति कमाएर होइन थोरै पैसा मात्र देखाउँदो रहेछ हामी त्यस्तो गर्ने ढाट्नु त आएको होइन नि जे हो त्यही नै हो तिर्नुपर्ने छ भने अब छानबिन समितिले भन्छ समितिले त पुरानो सबै फाइलहरू पल्टाउँछ नि त अनि त्यो फाइलहरू पल्टाएपछि समितिले अब मलाई कारबाही गर्छ भने त मैले त्यसको जरिमाना तिर्नु पर्ला के गर्नु पर्ला त्यो त समितिले भन्ला नि त त्यही भएर समिति बनाएको छ त होइन तपाईँले होटेलको विषयमा चाहिँ आज मेन उजुरी दिन जानुभयो यो त व्यक्तिगत चरित्र हत्याइ भयो कि है पर्सनल्ली अब तपाईँको साथी छैन छ नि त होइन तपाईँ केटा साथी छ होला केटी साथी छ होला दिदी छ बहिनी छ होइन एउटा पारिवारिक सम्बन्धहरू हुन्छ आफ्नो साथीभाइहरूसँग एउटा होइन सबैजनाको साथीभाइहरू हुन्छ सबै लिस्टमा राखेको छु होइन सबैको विरुद्ध उजुरी हाल्ने हो जसरी मेरो पछाडि उनीहरू लागेका छन् म पनि अब उनीहरूको पछाडि लाग्ने हो अब त्यति मात्र कुरा हो भनेपछि परिवारसँग जाँदा पनि तपाईँलाई भनौँ न महिला लिएर गयो भनेर चरित्र हत्या गर्यो महिला भन्दा नि युवती लिएर गयो क्या त्यो त हाम्रो अब छोरी मान्छेहरूको नि इज्जतमाथि उयो गर्नु खोजे होइन र त्यो युवती कसैको दिदी होला कसैको बहिनी होला होइन कसैको आमा होला होइन हामी त अब 4-5 जना गएको थियौँ त्यसमाथि तर प्रसङ्ग किन युवती मात्र भनेर भनियो त कुरा त्यो हो नि त तपाईँ अब गृहमन्त्रीमा आउनुहुन्छ भन्ने आशंकाले उहाँहरूले त्यस्तो लेख्नुभयो भन्न खोज्नु भएको के हो अब डराएछन् धेरैजनाहरू होइन मेन कुरा त्यही नै हो अब डराउनु भएको छ धेरै जस्तो यस्तो डराउनु पर्दैन अब काम होइन अब त्यो मै फर्काउँछ भन्ने के छ डराउनु पर्दैन भन्दा पनि भ्रष्टाचारीहरू चाहिँ डराउनु पर्यो गृहमन्त्री सुदन गुरुङसँग भ्रष्टाचारीहरू त डराउनै परिहाल्यो नि त्यो त हरेकजनासँग डराउनु यो सरकारसँग डराउनु पर्ने भ्रष्टाचारीहरू त यो भेडारको जग्गाको विषय चाहिँ के हो अब जग्गाको विषय सबै सम्पत्ति छानबिन आयोगले बनाउँदैछ होइन त्यो सबै सम्पत्तिको त्यो रिपोर्टले भन्छ होइन त्यसले नै भन्छ जग्गा तपाईँले 6-7 लाखमै किन्नु भयो त्यस्तो भन्नेले त के भन्छन् त्यसैले अहिले म के चाइनिज हो नेपाली होइन त्यस्तो भन्नेले के भन्छन् ल शुभयात्रा मान्नेज्यू तपाईँको काम सफल होस् हाम्रो यही कामना छ